नमस्ते एभ्रिवान, कस्तो हुनुहुन्छ? आशा छ सबैजना ठिकै हुनुहुन्छ भनेर आज हामी बनाउने छौं टिङ मोमो टिबेटन स्टिम बन र यसलाई बनाउन सामग्रीहरू आटा, बेकिङ पाउडर, नमक स्वाद अनुसार र हल्का मनतातो पानीको मद्दतले यसलाई हामी मजाले डो बनाएर 15 मिनेट्सको लागि रेस्ट हुन दिन्छौं र आफ्टर 15 मिनेट्स यसरी बेलेर हामी यसमाथि ओइल ग्रीस गर्दै 2 हातको मद्दतले यसलाई हामी रोल बनाउँदै जान्छौं। यो अब रोल भएको डोलाई हामी यसरी काट्दै जान्छौं साइज अनुसार र यो काटिसकेको रोललाई हामी 2 हातको मद्दतले दुईतर्फ तन्काउँदै यसरी फोल्ड गर्दै मुनिनो भागलाई प्रेस गर्दै जान्छौं। फेरि पनि तन्काउँदै फोल्ड गर्दै प्रेस गर्दै राख्छौं र यसो गर्नाले हाम्रो टिङ मोमोको डिजाइन पनि देखिन्छ र राम्रो पनि देखिन्छ। ल हेर्नुस् त हाम्रो टिङ मोमो पनि अलमोस्ट रेडी भइसकेको छ र यो टिङ मोमोलाई हामी 15 मिनेट्सको लागि स्टिम हुन छोड्दिन्छौं र आफ्टर 15 मिनेट्स हाम्रो टिङ मोमो चाहिँ कस्तो फ्लपी अनि सफ्ट भएर पाकेको छ र यो टिङ मोमोको चाहिँ हल्का साइज पनि इन्क्रिज भएको छ र मैले चाहिँ यो टिङ मोमोलाई आलुदमसँग सर्भ गरेको थिएँ र एकदमै सफ्ट पनि भएको थियो खानुमा पनि र तपाईहरुले पनि बनाउनुहोस्, आफ्नो फ्यामिली साथीभाइसँग इन्जोय गर्नुहोला र भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब एन्ड कमेन्ट गर्नु नभुलिनु होला। बाइ बाइ।